चेक करूँ। हेलो हेलो आउँछ आवाज? हेलो हेलो चेक आयो नि? हेलो हेलो नमस्ते एभ्रिवान फ्रम हिथ्रो एयरपोर्ट। हिथ्रो भन्ने बित्तिकै तिमीलाई के सम्झन्छ? सानो बच्चा कति क्लास हो? होइन होला, माई इङ्ग्लिस बुक भन्ने पढेको होइन? माई इङ्ग्लिस बुकमा पढेको के समीर मानको तिम्रो सरको आस्था गम्भीर मान इज गोइङ टु लन्डन। त्यही बेला नै होइन बकेट लिस्टमा थियो होइन तिम्रो? एक दिन हिथ्रो एयरपोर्ट जान्छु मेरो है। त्यो बेलाको हिथ्रो एयरपोर्ट कति वर्ष अगाडिको हो? धेरै नभनौँ, यो थाहा हुन्छ है। अनि 40 वर्ष अगाडि, अनि 40 वर्ष भयो। अनि त्यही त, अनि दुईवटा वर्ड चाहिँ मलाई अहिलेसम्म याद छ यसमा चाहिँ, आइ एम एक्साइटेड एन्ड टुगेदर सेम टाइम एङ्सियस। दुईवटा वर्ड सिकेको थियो त्यो बेला होइन। र आज भनौँ न हामी यहाँ हिथ्रो एयरपोर्टमा हाम्रो बाल्यकालको सपना पुरा भएको छ। र अब अलिकति हामी लन्डनको ट्रिपको बारेमा अलिकति भन्न गइरहेछौँ। यो चाहिँ जुन हामी आउनुभन्दा अगाडि हाम्रो जुन थियो अलिक कस्तो गाह्रो होला के होला होइन सोचेर अलिकति आएको थियौँ। तर अमेजिङ ट्रिप, सोचेभन्दा धेरै सजिलो। र अलिकति पहिला हाम्रो एन्सियस थियौँ के होला कता होला कुन कसरी ट्रेन लिने कि ट्याक्सी लिने के भनेर है। त्यही अलिकति हामी एक्सप्लेन गर्न गइरहेछौँ है। र यहाँहरूले यदि लन्डन ट्रिप गर्ने हो सेन्ट्रल लन्डन है, हामी अन्त जान पाएनौँ, हामीसँग समय कम थियो। यदि सेन्ट्रल लन्डन मात्र घुम्ने हो जहाँ कि मेन अब घुम्नुपर्ने त्यहाँ, त्यसपछि अरू त अब आफ्नो समय अनुकूल पारेर अब जति पनि नो लिमिट होइन। 2-3 दिन चाहिँ काफी हुने रहेछ। र हामीले त्यसमा एउटा स्टोन हेन्जको ट्रिप गऱ्यौँ र बाथ सहरको र बाथको रोमन जुन 1000 वर्षभन्दा अगाडिको र स्टोन हेन्जको कुरा गर्ने भने 5000 वर्षभन्दा अगाडिको त्यो छ। र अलिकति एन्सियस थियौँ के होला कस्तो होला र कुन एरिया राम्रो होला। तर फाइनली हामीले रोजेको स्थान ठिकै लाग्यो हामीलाई, भनौँ सेन्ट्रली लोकेटेड र ह्यापनिङ एक्सेसिबल सबभन्दा होइन। ट्रान्सपोर्टेसन लोकेसन एकदमै राम्रो रहेछ। यो चाहिँ वी आर भेरी इम्प्रेस। यहाँको ट्रेनको बसको नेटवर्क र पहिला पहिला चाहिँ बसको पास लिनु पर्ला कि यो पर्ला अनेक हामीले युट्युबमा हेरेका थियौँ। तर यहाँ आएर के थाहा भयो भन्दाखेरि केही नचाहिने रहेछ। हामीसँग क्रेडिट कार्ड छ भने त्यही क्रेडिट कार्डले पुग्ने, जहाँ पनि ट्याप गऱ्यो ढोका खोल्छ छिर्ने होइन। र अनि बसमा पनि ट्याप गऱ्यो छिर्यो। र अलिकति छिटो छरिटो चाहिन्छ भने ट्रेनमा गर्नु होला सफर। यदि अलिकति रमाइलो सिनेरी हेरेर जानु हो भने चाहिँ बस डबल डेकर हुन्छ र माथिको सिट पाउनुभयो भने सहर पनि घुम्दै हेर्दै जानु पाउँछ। तर अलिकति स्लो हुन्छ, तर यु स्टिल इन्जोय है। र अर्को के कुरा छ, हामी चाहिँ वाटरलू स्टेसनको नजिकै बस्यौँ र नक्स होटल भन्ने छ, राम्रो थियो होइन। अलिकति यहाँको अब एरिया अलिक सानो हुने रहेछ, त्यही पनि राम्रो लाग्यो। त्यहाँ नियर बाई त्यहाँबाट वाकिङ डिस्टेन्समै बिग बेन थियो। अनि त्यसपछि लन्डन आएको माझमै थियौँ भनौँ न। लन्डन हामी वाटरलू पियर्स भन्ने रहेछ होइन,
त्यो चाहिँ सेन्ट्रल लोकेटेड लाग्यो हामी हिँडेरै गयौँ पहिलो दिनमै बिग बेन गयौँ लन्डन आए सबैतिर हेर्न भ्यायौँ वास्तवमा सबै नजिकै रहेछ तर हामीले ट्रेन र बसहरू दुवै युज गऱ्यौँ कुनै गाह्रो भएन एउटा सिटी म्यापर भन्ने एउटा एप रहेछ त्यो एउटा एप डाउनलोड तिम्रो अनुहार देखिँदैन अलिकति ध्यान देखेर त्यो सिटी म्यापर भन्ने एप डाउनलोड गरेपछि अनि उसले अप्सनहरू दिन्छ बसको हो कि हिँड्ने हो कि वास्तवमा हिँड्ने र बसको उस्तै टाइम लाग्ने रहेछ किनभने बसको आफ्नो राउट हुन्छ जानु पऱ्यो अब मान्छे हिँड्दाखेरि त अब यसको वान वे सान्ने भन्नु भएन तर मेन यदि सेन्ट्रल लन्डन घुम्ने हो भने चाहिँ बस अथवा वाकिङ नै बेस्ट होला वाकिङ नै सबै ठाउँमा पुगिने रहेछ बी प्रिपेयर टु वाक फर लाइक 20 minutes to 30 minutes यु गेट एनिवेयर है र त्यही भएर हामी रेडी थियौँ माइन्ड सेट नै हामीले चाहिँ यहाँ हिँड्नुपर्छ मिनिमम हामीले चाहिँ अब 15,000 20,000 हामी स्टेप हिँड्छौँ भन्ने पनि थियो हामीलाई यो एउटा चाहिँ अब हाम्रो हेल्थलाई पनि राम्रो हो हिँड्न पाएपछि हाम्रो हेल्थलाई पनि राम्रो भयो होइन त्यो हिसाबले बी प्रिपेयर यदि तपाईँ लन्डन घुम्न आउनुहुन्छ र यसरी वाकिङबाट इन्जोय सबभन्दा बढी चाहिँ इन्जोय वाकिङबाटै हुन्छ किन एभ्री इन्च एभ्री स्टेप तपाईँले आफै फिल गर्न पाउनुहुन्छ र अर्को एउटा सल्लाह चाहिँ आउनु अगाडि थुप्रै युट्युब भिडियोहरू छन् 2 days 3 days लन्डन ट्रिप भनेर एकदम हेर्नु होला अनि मलाई पहिला लागेको थियो कि यो हेरेर फेरि त्यहाँ के हेर्ने जस्तो लागेको थियो तर जतिसुकै हेरे पनि यहाँ आउँदाखेरि यु फिल डिफ्रेन्ट विल बी वाउ होइन अमेजिङ त्यही भएर यहाँ मैले त्यहाँ युट्युबमा हेरेर फेरि मलाई रमाइलो नहोला भन्ने चाहिँ हुँदैन रहेछ अमेजिङ सहर छ र जुन हिसाबले हाम्रो माइन्डमा थियो त्यो भन्दा डिफ्रेन्ट पुरै रमाइलो भयो हामीलाई तिमीलाई अरू के छ भने सोचेको भन्दा त्यो राम्रो भयो अरू केही छ अनि एकदम म्यानेज सिटी म्यानेज है अनि रेलवेको नेटवर्क त भन्छ अब संसारकै सबभन्दा ठुलो नेटवर्क हेरेछ कतिवटा लाइन कतिवटा पुरा अब सहरको मुनि चाहिँ जालो जस्तै बिछाएको रहेछ अनि ट्युब भनेर छ स्पिड एकदम हाई स्पिडको ट्युब भनेको चाहिँ एउटा ट्युबको सेप हुने रहेछ र डिफ्रेन्ट लाइन जताबाट पनि जहाँबाट पनि पुग्ने त्यो सिटी म्यापरले त देखाइहाल्छ यहाँ जुबली लाइन चाहिँ सबभन्दा फास्ट रहेछ होइन अन्डरग्राउन्ड सबभन्दा गहिरो 7th स्टोरी तल है 7 तल मुनि मेरो विचारमा न्युयोर्कमा पनि समथिङ लाइक द्याट है तर आई डोन्ट नो लाइक अमेजिङ यहाँ जस्तो चाहिँ होइन कि जस्तो लाग्छ अलिकति कमै होला न्युयोर्कमा चल्यो अलिअलि चल्यो तर एकदमै अमेजिङ र सबै मान्छेहरू चाहिँ यहाँ ट्रेनै चढ्न रहेछ यहाँ उबरहरू हामीले देखेनौँ खासै तर अनि हामी ट्याक्सी चढ्यौँ एयरपोर्टमा आउँदाखेरि हामीले चाहिँ सोच्यौँ अब कहाँ लगेज भिसाएर लाने भनेर चाहिँ सोचेर हामी ट्याक्सी गयौँ तर ट्याक्सीको चाहिँ यु डोन्ट नो कति लाग्छ किनभने मिटरमा चढ्न भएर चाहिँ झन्डै 135 पाउन्ड लाग्यो होइन विच चाहिँ हामीले एयरपोर्ट हेथ्रो एयरपोर्टबाट चाहिँ एलिजाबेथ लाइन लिने हो भने चाहिँ एकजनाको $15.5 हुने रहेछ होइन इफ यु वान सेभ मनी युज र यहाँ त्यही चलन रहेछ हामीले सोच्यौँ हामीले युएसमा अब उबर चढ्ने बानी छ यहाँ चाहिँ सबैले नै प्राय चाहिँ धेरै चाहिँ ट्रेनै चढेको देख्यौँ ट्रान्सपोर्टेसन जस्तै हामी वाटरलू जाम बसेको थियौँ त्यहाँबाट 5 मिनटको बाटो भनौँ न हामीले बाटोबाटोमै हिँड्नु पऱ्यो अनि ट्रेनमा राख्ने बित्तिकै त्यहाँबाट ट्रेन एलिभेटर हुन्छ यहाँ लिफ्ट भन्ने चलन छ अनि एकदमै म्यानेज्ड एकदमै सजिलो एकदम इजिली सबैले फिगर आउट गर्न सक्छ किनभने एकदम हराउने भन्ने चाहिँ नहुने रहेछ है अलिकति यसो पढ्यो भने होइन भने सोध्यो भने पनि पिपल आर वेल हेल्पफुल होइन सबैले यहाँबाट यो लाइनबाट जाऊ यसपछि यो प्लेटफर्ममा जाऊ भनेर चाहिँ किनभने धेरै प्लेटफर्महरू हुन्छन् चाहिँ त्यो राम्रो भयो अब जस्तै अब लन्डन भयो गयौँ हामीले अनि म्याडम टुसड
पनि अमेजिङ फिलिङ भयो। बिग बेन त बाटोमै भयो अनि त्यसपछि हामी वेस्टमिन्स्टर एबी हामी चाहिँ वेस्टमिन्स्टरमा बस्छौँ नेपालमा यहाँ कोलोराडोमा है। यहाँ पनि वेस्टमिन्स्टरमा बस्यौँ। यहाँ चाहिँ वेस्टमिन्स्टरमै बिग बेन यो लन्डन आई यिनीहरू सबै यो के बकिङह्याम प्यालेस त्यो रहेछ। अनि नेक्स्ट चाहिँ छुटाउनै नहुने चेन्ज अफ गार्ड, त्यो चाहिँ एभ्री अदर डे चाहिँ यहाँ गार्ड चेन्ज हुने रहेछ। 190 वर्ष अगाडिदेखि चल्दै आएको प्रथा, 193 इयर्सदेखि त्यहाँ एभ्री अदर डे चाहिँ गार्ड चेन्ज हुँदाखेरि पुरा लावा लस्कर बाटो के भन्छ ब्यान्ड बजाएर केही नभए सेरोमनी गरेर एभ्री 1 आवरभन्दा लामो सेरोमनी गरेर चाहिँ गार्डहरू चेन्ज हुने रहेछ। नयाँ गार्ड आउने, पुरानो गार्डहरू त्यहाँ उनीहरूको गार्डहरूको बस्ने ठाउँ छुट्टै रहेछ। त्यहाँबाट एक टाढा पनि छैन, 1 माइल पनि छैन। तर त्यस्तो भनौँ न एउटा प्र्याक्टिस रहेछ। 190 इयर्स अगाडि कन्टिन्युस भइरहेछ एभ्री अदर डे। यसले के देखाउँछ भन्दाखेरि जो नयाँ आउँदैछ, नयाँ जोस बाजा गाजा बजाएर आउँछन्, यो पुरा इमोसनले पुरा भनौँ न एउटा उत्साह उमङ्ग लिएर त्यो प्यालेसको सुरक्षा गर्छु भनेर आउने रहेछ। अनि जो त्यहाँ ट्रान्सफर अफ पावर भनौँ न, जानेहरूले पनि नो इस्यु न, एकदम सौहार्दपूर्ण चाहिँ निस्किनेहरू मजाले शान्त भएर निस्किने, तर आउनेहरू चाहिँ पुरा बाजा बजा गरेर चाहिँ पुरा उत्साह उमङ्ग लिएर आइरहेको पाउँ। त्यसको त्यो हेर्नको लागि चाहिँ फेरि संसारभरको मान्छेहरू चाहिँ लाखौँ मान्छेहरू चाहिँ एभ्री भिडमा हामी हरायौँ होइन। र अनि एकदम भिड है। अनि 1 लाखभन्दा बढी नै थियो होला। त्यो चाहिँ एभ्री अदर डे चाहिँ हुनेछ। अनि र अर्को चाहिँ एउटा चाहिँ ढुक्क के हुनुहोस् भन्दाखेरि अचेलको एआईको जमाना छ होइन। तपाईँले एआई सोध्नुभयो भने पुरै बताइदिन्छ, गाइडै चाहिँदैन हामीलाई होइन। तर अफकोर्स हामीले स्टोन हेन्जमा चाहिँ हामीले गाइड राख्यौँ, किनभने अब बस पनि व्यवस्था थियो अनि त्यहाँ टाढो जानु पनि भावेर। तर अरू गाइडेड टुर लियौँ। वास्तवमा चाहिँ गाइडेड टुर चाहिँ अरूमा चाहिँ लिनु जरुरी छैन जस्तो लाग्यो हामीलाई चाहिँ। अरू पनि अझै धेरै कुरा छुटेको छ, नेक्स्ट टाइम आएर क्याचअप गर्नु पर्ला भन्ने हाम्रो होपफुली फेरि हामी आउँछौँ होला। हुन त अब यो हामी अब डेनबरमा त हाम्रो साथीभाइहरू सबै सुति नै राख्नु भएको, बिहान कति 2-3 बजेको समय होला। नेपालमा चाहिँ त्यस्तै कति, तर होइन पछि यो लाइभ भनेको फेरि यस्तो सजिलो भयो कि एनी टाइम पछि पनि हेर्न पाइयो होइन। 1 महिनासम्म रहन्छ। अब मिल्यो भने यो चाहिँ हामी युट्युबमा पनि राखौँला। तर अब हामी चाहिँ यहाँबाट अब रोम जाँदैछौँ। अब रोमको 4-5 दिनको ट्रिप छ, त्यहाँ पनि हामी हिँड्ने मानसिकतामा लिएछौँ। त्यही भएर यदि यहाँ बाहिर ट्रिप यस्तो जाँदाखेरि चाहिँ इन्जोय, हिँड्नेमा इन्जोय गर्नु पऱ्यो। त्यही भएर आउनुभन्दा अगाडि 2-3 महिना अगाडिदेखि एभ्री मर्निङ वाक गरेर हुन्छ है तपाईँको। हामीले चाहिँ 4-5 माइल चाहिँ एभ्री डे हामी हिँड्छौँ कोलोराडोमा रहँदाखेरि पनि। त्यो चाहिँ वास्तविक हाम्रो हेल्थको लागि हो, राम्रो होस्, हाम्रो हेल्दी होस् हुनु भनेको। तर घुम्दाखेरि त्यसले धेरै काम गर्यो। एकदमै चिसो त होइन, कोलोराडो भन्दा चिसो त होइन। तर आउँदाखेरि यस्तो मिल्छ भने ओभरकोट पिकोट लिएर आउनु होला। तर अब मैले चाहिँ त्यो ट्रेन्च कोट भन्छ होइन। अथवा अब हामीसँग त अब कोलोराडोमा आउनेबाट आउने हो भने त सबैसँग यो डाउन ज्याकेट हुन्छ, पोको पार्यो डाउन ज्याकेटले नै काम गर्छ। र तर एकदम राम्रो समय चाहिँ यो मे नै हो, किनभने समरमा जुन जुलाईमा अब टेम्परेचर ठिक हुन्छ, तर एकदम भिडभाड हुन्छ। इभन जहाँ गए पनि तपाईँहरूले अब समय अब लाइन बस्नुपर्ने अलिकति गाह्रो हुन्छ, भिडभाड बढी हुन्छ। र अमेजिङ सिटी अफ लन्डन है, एकदमै रमाइलो सिटी छ।
स्पेसली लेन्चेस्टर कि कहाँ गयो हामी अनि यो के ट्राफलर स्क्वायर त्यताको एरियामा चाहिँ एकदमै यति मान्छेहरू थियो कि इन्जोय गर्ने रेस्टुरेन्टहरूदेखि लिएर सबै व्यवस्थित एकदम व्यवस्थित बसको व्यवस्थित हो ब्रिटिस म्युजियम हेऱ्यौँ त हामीले खोजी हाम्रो नेपालको पोर्सन छ कि भनेर हेऱ्यौँ सानो एउटा पोर्सन त रहेछ होइन त्यस्तो धेरै त छैन होइन तर ठुलो अब धेरै ठुलो अब कति त हामीले बुझ्दैनौँ होइन तैपनि हामीले ट्राई टु इन्जोय अझै बाँकी छ छुटेको है अब हामी अब नेक्स्ट टाइम फेरि आउने प्लान छ अब वेट फर आवर रोमको ट्रिप र रोम र भियनाको ट्रिप छ भेनिस सरी होपफुली हामीले समय भ्यायो भने त्यो पनि हामी एउटा लाइभमा राखौँला हामीले के गर्यौँ कसो गर्यौँ र यहाँहरूले कसरी इन्जोय गर्न सक्नुहुन्छ भन्ने कुरा हामी टिप्सहरूसहित आउने थ्याङ्क यू बाई